म साङदोर्जे शेर्पा। हजुर यो हामी यो जुन इनकन्सियस र कन्सियस माइन्डकै कुरा आउँदा अब हाम्रो माइन्ड चाहिँ एकदमै सधैँ नै दुनिया ठाउँमा गइरहेको हुन्छ नि, त्यसलाई कसरी चाहिँ हामीले बसमा राख्ने होला, कन्ट्रोलमा राख्ने होला? बुझ्नुभयो? कर्म कर्म ल हजुर जुन हाम्रो माइन्ड हुन्छ नि होइन, अब जस्तै मेडिटेसन गर्दा पनि होस्, अब जुनै पनि गर्दा हाम्रो माइन्ड चाहिँ सबै ठाउँमा गइरहेको हुन्छन् होइन। अनि स्पेसली रूपमा मैले एउटा यसो हेर्दा कुनै नकारात्मक कुराहरूमा झन् एकदमै छिटो हाम्रो माइन्ड जान्छ नि, किन होला त्यो? तपाईँले सर्वप्रथम एकदम तपाईँले राम्रो प्रश्न राख्नुभयो। यस्तो हो, अब तपाईँले जुन अहिले थाहा पाउनु भएछ नि, नकारात्मक सोचमा धेरै माइन्ड जान्छ अथवा केही माइन्ड आफ्नो ठाउँमा बस्दैन, आफ्नो बहसमा छैन भन्ने कुरा तपाईँले जुन बुझ्नुभयो नि, त्यो नै तपाईँले एकदम ठुलो ज्ञान हो, त्यो नै तपाईँको ध्यान हो। किनकि हामी प्रायः जस्तोले थाहा नै हुँदैन के हामीले के सोचिरहेछौँ। हाम्रो शरीर र मन, हाम्रो बसमा छ कि छैन भन्ने कुरा नै खासै थाहा हुँदैन। हामी पीडामा हुन्छौँ, हामी दुःख हुन्छ, हामीलाई त्यो चाहिन्छ, त्यो चाहिँदैन, त्यो भयो, त्यो भएन, हामी धेरै दुःख पीडा त हामी पोख्छौँ। तर त्यो किन भएको कारणले हामीलाई खासै त्यति ज्ञानै हुँदैन क्या हामीलाई त्यसको। तर तपाईँलाई यतिसम्म ज्ञान भएछ कि हाम्रो शरीरमा हाम्रो मन आफ्नो बसमा छैन रहेछ है, अझ त्यसप्रति पनि बढी नकारात्मक सोचप्रति धेरै जान्दो रहेछ है, क्षणिकमै त्यो आइहाल्दो रहेछ है भन्ने कुरा पनि त्यो ठुलो ज्ञान हो। तपाईँको त्यो ज्ञानको सुरुवात हो, त्यो ध्यानको सुरुवात हो। त्यसरी यो सजिलो कुरा चाहिँ होइन कि हामीले एकैचोटि आफ्नो मनलाई आफ्नो बसमा राख्न सक्ने। त्यो त हामीले चाहिँ अब जुनीको नै कुरा आउँछ कि एउटा हामीले एउटा उपाय लिउँ। भगवान बुद्धले पनि एक जुनीमा नै उहाँ बुद्धत्व प्राप्त गर्नुभएको छैन। उहाँले धेरै कल्प हामी सुन्दर सासी भने हामी टिबेटनमा भन्छ 3 कल्पसम्म चाहिँ उहाँले चाहिँ पूर्ण प्राप्ति गरेर चाहिँ उहाँले चाहिँ ध्यान साधना सँगै पुरा पुण्य कमाएर त्यसरी चाहिँ उहाँले चाहिँ त्यत्रो कल्पौँसम्म गरेर उहाँले ज्ञान प्राप्त गरेको होइन। भनेपछि हामी यस्तो साधारण सामान्य व्यक्तिले भनेको यो छिटै पनि क्षणिकमा 1-2 वर्ष सिकेर अथवा गरेर अथवा अभ्यास गरेर चाहिँ त्यो हुने कुरा होइन। हामीले क्रमशः नै मलाई यो भइरहेछ है, होइन मलाई त्यो भइरहेछ है, भगवान बुद्धको ज्ञान साधना साथसाथै पाठ साथसाथै हामीले त्यो शिक्षा थोरै किन हामीले सजिलैसँग दिन पनि सक्दैनौँ, बुझ्न पनि सक्दैनौँ। त्यो एकदमै गहिराई विषय, एकदमै त्यस कारणले हामीले थोरै चाहिँ हामीले यसरी सिक्दै गयौँ, प्रवचनहरू सुन्दै जाने, भगवान बुद्धको ज्ञानहरू हामीले अभ्यास गर्दै गयौँ भने यति फरक हुँदो रहेछ, यसरी फरक हुँदो रहेछ, यसरी फरक हुँदो, बल्ल तपाईँले त्यसरी नै सिक्दै जाने हो कि हामीले एकैचोटि हाम्रो मनलाई हाम्रो बसमा महिना हामीले अभ्यास गरेर अथवा वर्षमै अभ्यास गरेर अथवा 10 वर्षै अभ्यास गरेर त्यसरी चाहिँ आइहाल्ने चिज चाहिँ होइन रहेछ। त थोरै फरक पर्ने त्यसरी जति फरक तपाईँको एक स्टेपले नै तपाईँलाई ज्ञान दिने हो। हामीले नसोच्छौँ कि एकैचोटि के आफ्नो मनलाई आफ्नो बसमा राखिसक्ने रहेछ, त्यस्तो होइन। पढाइमा पनि हामीले इक्जाम्पल लिउँ न, तपाईँ जहाँ जति नै विद्वान भयो भने तपाईँले धेरै वर्ष धेरै लामो समयसम्म तपाईँले एबिसिडीदेखि पढ्दै त्यसरी जुटेर अब 20-30 वर्षसम्म तपाईँले अभ्यास गरेर तपाईँले पाठ गरेर तपाईँले चाहिँ शिक्षा लिएर नै तपाईँ जहाँ पुग्नुहुन्छ त्यसरी पुग्नुहुने हो। तर हाम्रो यो झन् धर्मको विषय भनेको एउटा मन, हाम्रो एउटा सोचसँग त्यो विषय भनेको त्यो हाम्रो जन्मको कुरा। तर हामीले यसलाई हार मानेर सक्दैन भनेर होइन कि हामीले चाहिँ, किनकि हाम्रो अब हामीले जति बौद्धलम्बीहरू छौँ हामी सबैले के गर्छौँ भन्दाखेरि हामीले जन्मको चाहिँ हामीले पूर्ण जन्म हामीले त्यसलाई चाहिँ हामीले चाहिँ के भन्छ त्योपट्टि हामीले ध्यान दिन्छौँ नि त। त्यही भएर हामीले चाहिँ सिक्दै गए दिन प्रतिदिन सिक्ने होइन। त्यसरी चाहिँ थोरै फरक पाउनु चाहिँ ध्यान हो, बाहेक चाहिँ एकैचोटि यसको रिजल्ट ठुलो एउटा गोल चाहिँ हुँदैन भन्न चाहन्छु। धन्यवाद।